नमस्कार दर्शकबिन, म गौतम तामाङ। फेरि तपाईहरुलाई स्वागत छ मेरो एक्वा गौतम मुक्तान च्यानलमा। र दर्शकबिन, आज चाहिँ यहाँ भाइ आएको रहेछ मेरो घरमा। उहाँलाई चाहिँ अलिक माछा चाहिएको छ अरे। र भाइ चाहिँ कुन जग्गाबाट आएको भाइ? हजुर नमस्कार, म दलमरबाट हो। ए दलमर कुन जग्गा? गारो बस्ती। दलमर गारो बस्तीबाट भाइ आएको हैन? भाइ पनि यसो हबी हुनुहुँदो रहेछ है, माछाको पुरा फिस लभर रहेछ। भाइलाई पनि यसो के अरे एक्वारियमहरु राख्नु र माछाहरु पाल्नु उहाँ एकदमै हबी हुनुहुँदो रहेछ भाइ पनि। र उहाँ चाहिँ मेरोमा चाहिँ अब माछा लिन आएछ। मेरोमा माछा चाहिँ अब तपाईलाई पनि अगाडि भिडियो बनाएर देखाएको थिएँ के माछा छ भनेर। मेरोमा चाहिँ गाफी फिस छ। र उहाँ भाइलाई चाहिँ अब माछा चाहिँ अब ब्रिडर चाहिएको अरे, गाफीको ब्रिडर जुन चाहिँ बच्चाहरु उहाँले भाइले पनि ब्रिडर बक्स बनाएको छ अरे। यस्तै थर्माकोल बक्समा जस्तो मैले बनाएको छु। र माछाहरु चाहिँ ब्रिडिङ गर्नु लागि यहाँबाट चाहिँ माछा लानु हुनु अरे उहाँले चाहिँ। र यहाँ माछा लिनु आउनु भएको छ भाइ चाहिँ हो। र दर्शकबिन, यही हो मेरो चाहिँ अब यहाँ थर्माकोल बक्सको यस्तो ब्रिडर बक्स बनाएको छु। यसरी यो यहाँनिर सानो माछाको बच्चाहरु छ। यहाँ चाहिँ ब्रिडरहरु छ। यहाँ चाहिँ भाइलाई चाहिँ माछा चाहिने अरे हो। र माछा लिनु आउनु भएको छ भाइ चाहिँ। र दर्शकबिन, यहाँ चाहिँ मेरो ब्रिडरहरु छ माछाहरु। यहाँ हेर्नुस्, यो चाहिँ मेल हो। यो चाहिँ अलिक सानै छ। माछाहरु एकदम तल लुकेको छ, अहिले निकाल्नु पनि एकदम असुविधा। यहाँ मेल फिमेलहरु त मुनि गएको होला। यहाँनिर फिमेल पनि छ। यहाँ भुँडी अलिक ठुल्ठुलो भएको बच्चा दिनु आँटेको रहेछ माछाले पनि। यहाँ भाइ चाहिँ माछा लिनु आएको रहेछ मेरोमा। माछा चाहिँ निकाल्नु गइरहेको छु। यो लियोहरु चाहिँ यसरी निकाल्दिनु पर्छ, माछालाई खेल्न असुविधा हुन्छ। सफा गरिदिनु छ बेला बेलामा। यो माछा छ, थुप्रै छ माछा यहाँ। यो ब्रिडर भन्छ यसलाई चाहिँ। यो ठुलो चाहिँ छ नि, यो चाहिँ ब्रिडर हो। यो बच्चा दिनु आँटेछ माछाले चाहिँ। हो यसरी। ब्रिडरको चाहिँ के हुन्छ, कलर हुँदैन, कलरफुल हुँदैन माछा चाहिँ। मेलको मात्रै कलर हुन्छ। यो फिमेलको चाहिँ यस्तो कलर हुन्छ, कालो पारेको। यो पुरा बच्चा छ भुँडीमा यसको चाहिँ। अब 1-2 दिनमा यसले बच्चा दिइहाल्छ। यस्तो छ। र दर्शकबिन, यहाँ चाहिँ अब भाइलाई माछा देखाइदिए मैले हो, माछा कस्तो के छ भनेर। र उहाँ भाइले चाहिँ अब लाने अरे माछा। र उहाँ भाइलाई चाहिँ माछा दिनु पर्यो म। र तपाईहरुलाई यो मेरो भिडियो राम्रो लाग्यो भने लाइक सब्स्क्राइब अवश्य गरिदिनुहोस् होस् भन्ने आशा साँचेको छु। र आउँदो दिनमा यस्तै भिडियोहरु तपाईलाई फेरि म ल्याएर देखाउने छु दर्शकबिन। र यहाँ भाइ चाहिँ अब माछा अब उहाँले लिइसक्नु भएको छ। र भाइ यो माछा चाहिँ केमा राख्ने? यो मैले ब्रिडिङ ट्याङ्क बनाएको छु, त्यसमै लाउनु पर्छ। हजुर। अनि त्यहाँ पहिला माछा लगाएको छ कि छैन? हजुर छ। अनि माछा हजुर। अब यो माछा गएर त छोड्ने नि? हजुर त। बच्चा दियो त्यो माछा पहिला लगेको? हजुर, अस्ति भर्खरै लगेकोले बच्चा दिएको थियो। अच्छा, मेरोबाट लिएर? हजुर। फेरि अब यो पनि मैले एकदमै तपाईकोमा चाहिँ राम्रो क्वालिटीको ब्रुडर छ हो। त्यही लागि चाहिँ म तपाईकोमै आएको, अरूतिर चाहिँ पाइन। त्यही भनेर चाहिँ यहाँ पनि अब धन्यवाद छ। यति टाढाबाट मेरोमा माछा लिनु आएको छ भाइले हो। र भाइलाई पनि धेरै धन्यवाद। र मेरो च्यानल माध्यममा त भाइले के भन्नुहुन्छ? हजुर, दादाको च्यानल चाहिँ अब सपोर्ट चाहिन्छ हाम्रो। सबैले तपाईहरुको पनि सपोर्ट चाहिन्छ दादालाई। दादाले राम्रो भिडियो ल्याउने प्रयास गर्नु हुँदैछ। दादाको लागि तपाईहरुले सो सपोर्ट गरिदिनुहोस्। च्यानललाई सब्स्क्राइब, लाइक सबै गरिदिनुहोस् है। त्यो बेल नोटिफिकेसन पनि अन गरिदिनुहोस् ताकि दादाको हरेक नयाँ भिडियो आउँदा तपाईहरुलाई जानकारी होस्। र मैले चाहिँ गरेर राखेको छु दादाको च्यानललाई सब्स्क्राइब सबै। हुन्छ। अहिले अब सब्स्क्राइब पनि गर्दै रहेछ मेरो च्यानललाई। मेरो फलोवर पनि हुँदो रहेछ भाइ हो। भाइलाई धेरै धन्यवाद छ। हुन्छ त भाइ, धन्यवाद। हुन्छ, थ्यांक यू दा।